बवाल देखिरहेको छ नाल चाहिँ अच्छा देखिरहेको छ एउटा यो चाहिँ महिना पुग्दै म फुलबारीतिर जाँदैछु पार्क बवाल छ है भारी क्यान्टिनमा जाँदैछु है जय हो पागल नचलान है पागल चलाउँछ है यस्तो चलाउन पाइँदैन है guys, bila ka nalen quality raja bawal sai sim चाहिँ Nepal is so beautiful country. So all right guys, all right. म चाहिँ आज आर्मी क्यान्टिन आएर म केही थोरै सामान लगेर जाँदैछु रुममा है भ्यू हेर्न सक्नुहुन्छ माछापुच्छे हिमाल अन्नपूर्ण देखिरहेको छ यस्तो बवाल छ है तर एकदम अन्तभन्दा एकदम यहाँ चाहिँ अलि मिलाएर पाइन्छ है सामान चाहिँ फुलबारी नेपाल आर्मी क्यान्टिनमा बवाल छ राइट केटा हो बवाल सिनहरू अच्छा देखिरहेको छ अच्छा केटा हो राइट चाहिँ गर्नुपर्छ सेफ राइट है साथीहरू क्वालिटी राजा अलि यहाँ चाहिँ बाटो यस्तो छ है आर्मी क्यान्टिनमा त म यस्तो सामान ल्याएर राखेको छु माल देख्न सक्नुहुन्छ गाउँको एकदम भाइ पाइरहेको छ है स्वर्ग हो स्वर्ग केटा हो स्वर्ग नेपाली सो ब्युटिफुल कन्ट्री यस्तो बवालमा यस्तो कुनै पनि कन्ट्री छैन क्या गोल्ड इज गोल्ड भन्ने यही हो केटा हो नेपाल 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 हो कि है भाइ बिस्तारै जान्न है राइटमा चाइनिज दादा अहिले चिनमा छ ल यहाँबाट मणिपाल जाने यहाँबाट तल फलाम जाने हेर्नुहोस् भ्यू आउनु चाहिँ आज मौसमले यति च्यालेन्ज गरे यस्तो ब्युटिफुल कन्ट्री नेपाल इज मोस्ट ब्युटिफुल कन्ट्री आवाज किन हेर्नुहोस् आउनै पर्ने ठाउँै घुम्नु मणिपालको एरिया कस्तो बवाल छ है बवाल कन्ट्री पिसफुल यो हो नि शैली केटा हौ शैली बवाल म्याक्सिटी राइडर्स भ्लग्स चाहिँ पुरै घुमिराखेको छ तर एकदम कन्टेन्ट बवाल बवाल भ्यूहरू बनाउँछ तर खै लाइक भने खासै केटाहरूले माया नगरे जस्तो छ क्या किन होला माया गरिदिनु पऱ्यो कि तपाईँहरूलाई यस्तो बवाल बवाल सिनेमेटिक सिनहरू ठाउँहरू म एकदम देखाउँछु तपाईँहरूले एकदम माया गरिदिनु पऱ्यो कि हाम्रो डक्टर नि नानी डक्टर पढेर सबैको एकदम सेवा गर्नु होला यो नि बवाल बनाइरहेको चाहिँ
यहाँबाट माथि गयो भने मणिपाल हस्पिटल जान्छ भने यहाँबाट चाहिँ अझ कोही बाटो बिग्रिन्छ नि त यहाँ साथी। यो पनि लाइन सहित राउ मुर्राहरू घाम ताप्दै हुनुहुन्छ। Beautiful place, proud of Nepal country. Bobal ride है, bobal ride kena bobal हान्नुपर्छ। यो निश्चयले केटा हो आमामा राइड त बबाल हुन्छ यो बबाल। तपाईँहरूको माझमा आइरहेको छ ब्याक डेली राइडर ब्लग। सो ब्युटिफुल कन्ट्री। ओ माई डियर फ्रेन्ड जोस छ है जिन्दगीमा दिल पारामा हिँड्नुपर्छ, रमाइलो गर्नुपर्छ, राइड गर्नुपर्छ। ओ ब्युटिफुल कस्तो आरामदायक हेर्नुहोस् त। बाबा यो नि सही केटा हो है। यस्तो चिन्ता स्वर्गै हो केटा, स्वर्गै। यस्तो बवाल देख्नु राइडमा छु म। यस्तो बवाल राइड हानिरहेको छु है केटा हो। हलाम खोला पुल पुरै हेर्नुहोस् सिन। नमस्कार आमा, नमस्कार। सन्चै हुनुहुन्छ? आमा सन्चै हुनुहुँदो रहेछ, बाख्रा चराउँदै हुनुहुँदो रहेछ है। ल आमालाई जय जय होस्। सधैँभरि एकदम भगवान्ले रक्षा गरून्, सबैलाई कल्याण गरून्। ठाडै छ है यहाँ चाहिँ बाटो, अलि ठाडै छ, नत्र अन्त बवाल देखिन्छ सिन्दा। हिरो निकटा कहिले यो निकटा हो महाको यस्तो देखिरहेको छु यहाँ। Alright. यति बेला म भलामको फाँटमा राइडमा यहाँ चाहिँ भलामको नाचको तान हुनुहुन्छ, नाचको तान। जय होस्, जय होस्, जय नाच कान्ना नाच, जय होस्, रक्षा गर। भलामको फाँट है केटा हो। भलामको फाँट इज सो ब्युटिफुल छ है कन्ट्री नेपालमा। राइडमा आइरहेको छ है दादा। दादा अहिले चिनमा छ, निकै भनेको छ। बवाल छ, बवाल छ। साथी कहिले कता दादा चिनमा छ। भलामको ग्राउन्ड भलामले अझै फेरि विकास हुन सकेको छैन है। बाटो अलि एकदम यहाँ चाहिँ बाटोको लागि अलि पहल गर्नुपर्ने देखिएको छ। मलाई थाहा थियो।